गाइज बुढा कति दिनमा आउनुभयो ट्याक्कै एक हप्ता लु यता आऊ लु बेबीको गफै सकिँदैन क्या अलि यता सुन्नु नानी अलि के अनि बेबीलाई कसले टोपी ल्याइदिनु भएको अरे लु दादालाई पनि ल्याइदिनु भएको छ दिनु त लु मिन्छु चाहिँ पापा आउँदा लुगा धुँदै थियो नि त बाजेर तेरो सेम बाजेको चाहिँ कालो स्कुलमा यो यसको ब्लू ठिक्क हुन्छ नि त लु पापाले ल्याइदिनु भएको अरे इन्डियामा काम गरेर नानी त्यो यो चाहिँ टोपी लाएर जाँदा पनि हुन्छ नत्र यो टोपी लाइस भने चाहिँ यो माथि लाउनु घाँटीमा लाउनु मार्क्सम्यानहरू मिन्छौँ उसलाई थाहा छ हौ तन्दरी भइसक्यो अब के पापा के अरे भूतहरू टोपी लाउनु अल्छी लाग्यो भने हो त लाउँदा नि भयो हजुर अनि आफूलाई चाहिँ नल्याएको मलाई किन मेरो छोराहरूलाई बुवा आमालाई ल्याइदिए तिमीलाई ल्याइदिए मलाई किन चाहिँ मेरो त ल्याइदिनु अरू के होइन यति सस्तो कुरामा पनि खुसी गरेर अनि खुसी त हामी भइहाल्छौँ नि टोपीहरू चाहिँ सस्तो गयो तर दामी लाग्यो अरे हामीलाई महँगो चाहिन्छ होइन नानी हामीलाई जे भयो भने हामीलाई काम टर्यो भने भयो त खुसी हुनुपर्छ क्या बुढा जे कुरामा ग्लोभ्स हेरेको धेरै पातलो भयो क्या मिन्चुमका बेबीलाई अहिले मैले पर्दैन जाडो परेको छैन क्या मिन्चुमलाई चाहिन्छ नि त ग्लोभ्स उ बेबी र मिन्चुमलाई त मिन्चुम ट्युसन पढ्यो भने चाहिन्छ बिहान बिहान गयो भने चाहिँ छिटो लाग्छ है ए कति नराम्रो टोपी हौ कति नराम्रो टोपी हौ बेबीलाई त कति राम्रो नि देखेको अब्बे राम्रो त बेबीलाई देखिन्छ अनि कसलाई देख्यो अनि आमालाई देख्यो मलाई त साच्चै नै टोपी नलागेर स्वाल्दैन रहेछ धेरै जस्तो मलाई पनि राम्रो देख्यो अरे अघिदेखि सुभाष थागोले राम्रो देख्यो खाउँदैन कि यो मुनिकोले चाहिँ माथि हाल्दा यसरी सब खाऊ ओ दिदी अरे पापा हेर्नु न के अरे ओ बहिनी बहिनी जस्तो देखाएर नक्कली देख्यो मार्छ हौ मलाई फेरि धुने पनि गर्नु ल खोइ थ्याङ्क यू पापा थ्याङ्क यू पापा वेलकम